पछिल्लो समय देशका यी दुईटा हस्तीहरू जुन नेपाली समाजले ठुलो आशा भरोसा र विश्वास गरेको छ, जो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुन् भने अर्का दोस्रा व्यक्ति हुन् काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह अर्थात् बालेन। यी दुईजना बीचमा एकता हुनुपर्छ र देशले मुहार फेर्नुपर्छ भन्नेको जमात ठुलै छ र यी दुईजनाको यति बेला भेट भइरहेको छ। उहाँहरू दुईजनाको भेट रवि लामिछाने जेलबाट निस्किँदैखेरि भनेका थिए नयाँहरूसँग मिल्नका लागि भाँच्चिनका लागि पनि तयार छु, म झुक्न मात्रै होइन भाँच्चिनसम्मका लागि तयार छु भनेका थिए भने यति बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भइरहेको छ। यो भेटवार्ताले पक्कै पनि नेपाली राजनीतिमा नयाँ तरङ्ग त ल्याउँछ नै। भेटवार्ता पछाडि के आउँछ त हामी पक्कै पनि तपाईँलाई जानकारी गराउनेछौँ। तबसम्मका लागि फलो गर्दै गर्नुहोला। यो एकदम सकारात्मक पाटो पनि रहेको छ यति बेला र राष्ट्रिय स्वतन्त्र पार्टी, त्यस्तै गरेर नयाँ उदाएका कुलमान घिसिङको पार्टी, त्यस्तै गरेर श्रम संस्कृति पार्टी र अन्य देशका प्रतिष्ठित व्यक्तिहरू र जो व्यक्तिमाथि आशा भरोसा जनताले गरेका छन्, यस्ता व्यक्तिहरू मिल्नै पर्छ। हाम्रो परिवर्तनको युद्ध भनेको यी नयाँहरू बीचमा होइन। हाम्रो परिवर्तनको युद्ध 20-30 वर्षदेखि देशलाई खोक्रो बनाएका पुराना दलहरूसँगको। त्यसो भएको हुँदाखेरि आफू एकअर्का बीचमा झगडा गरेर देश बन्दैन। देश बन्नका लागि नयाँ नै मिल्नुपर्छ।